होस् मैले आदर सम्मान गर्नुपर्ने आदरणीय एडोबा एडरामा लगायत विकल्पहरू अगुवा दाजुभाइ दिदीबहिनी सबैजनालाई ख्रिस्टीय अभिवादन जय मसीह। र आज मात्रै आउनुहुने हाम्रो नेपाली भाषामा पाल्नुहुने हाम्रो भाइहरू लगायत हाम्रो दिदीलाई पनि अभिवादन जय मसीह अनि स्वागत म भन्न चाहन्छु। र हामी आज परमेश्वरको विशेष अनुग्रह पाएको कारणले गर्दा हाँसी खुसी आरामसँग अनि विजयका साथ परमेश्वरको भवनमा हामी सहभागी हुने मौका पाएका छौँ। यो नै वास्तवमा हाम्रो विजय हो है, यही हाम्रो विजय हो। त्यसैले यो समयमा परमेश्वरको जीवित वचन हेर्ने क्रममा हामी छौँ। आज हामीले सधैँका दिनहरूमा जस्तै परमेश्वरको वचनबाट सुनेर बुझेर अनि आफ्नो हृदयलाई परिवर्तन गर्दै हामी जानेछौँ। त्यसैले एउटा पदबाट हामी अगाडि बढौँ। आज भूमिका धेरै बाँध्नु भन्दा पनि पदले हामीलाई गाइड गरेको खण्डमा यो असल होला। म हिब्रूको पुस्तक 6 अध्यायको 1 पदको केही अंशलाई म पढ्नेछु, त्यसपछि हामी त्यसै अन्तर्गत अगाडि बढ्नेछौँ र हामी शीर्षकतर्फ अगाडि बढ्छौँ। हिब्रूको पुस्तक 6 अध्यायको 1 पदले भन्दछ, यसकारण ख्रीष्ट सम्बन्धी प्राथमिक सिद्धान्तहरूलाई छोडेर हामी परिपक्वतातर्फ बढौँ। आमेन। यो पदले हामीलाई भनेको जुन प्रकारको एउटा निष्कर्ष छ, यसको तर्क छ, हामी आजको शीर्षक पनि यसै अन्तर्गत हामी हेर्छौँ, परिपक्वतातर्फ अगाडि बढौँ। आमेन। प्रभुलाई महिमा होस्। मैले हाम्रो आदरणीय सञ्चालिका दिदीलाई त मैले केही पनि भनेको थिइनँ, तर उहाँले पहिल्यै यसको सन्दर्भ ल्याइसक्नु भयो, परिपक्वताको आवश्यकताको विषयलाई है। जो जतिखेर उहाँले भन्नुभयो त्यसले पनि एउटा के सङ्केत गर्छ भन्दाखेरिमा परिपक्वताको एउटा विशेष चिनारीलाई सङ्केत गर्छ है। हामी आज मण्डलीमा छौँ। मण्डलीमा परमेश्वरले पनि परिपक्व व्यक्तिकै खोजी गरिरहनु भएको छ है। हामी जसरी चल्दैछौँ सम्भवतः हामीलाई कति अवस्थामा लाग्न सक्ला, मेरो विश्वासको यात्रा यति धेरै लामो भइसक्यो, यति वर्ष पुरानोमा भइसकेँ, सायद म त अब परिपक्व भइसकेँ होला। कसैलाई पनि लाग्दैन म चाहिँ परिपक्वतामा पुग्न सकेको छैन जस्तो चाहिँ कसैलाई पनि लाग्दैन है। सबैलाई हामीलाई लाग्न सक्छ कि म परिपक्वतामा पुगिसकेको छु। तर पनि हामीले आज चाहिँ यो विशेष प्रसङ्गलाई हेर्न जाँदैछौँ, परिपक्वतातर्फ हामी अगाडि बढौँ भनेर भन्दै गर्दाखेरिमा उहाँले अघि भन्नुभएको दिदी भन्नुभएको कुरालाई नै यसले अलिकति भनौँ न सम्बोधन गर्छ। ख्रीष्ट सम्बन्धी प्राथमिक सिद्धान्तहरूलाई अब छोडेर भन्छ, अर्थात् त्यो ख्रीष्ट सम्बन्धी प्राथमिक शिक्षालाई पालना नगरेर चाहिँ होइन, अब त्यो प्राथमिक शिक्षाहरूमा अल्मलिन छोडेर हामीले माथिका कुराहरूतर्फ, अलि उच्च कुराहरूतर्फ र अलि महत्त्वपूर्ण कुरा, जुन कुरा आज विश्वासीको जीवनबाट परमेश्वरको राज्यमा उहाँको महिमाको निम्ति तपाईँ र मैले गरेको चाहनुहुन्छ, त्यो दिशातर्फ अगाडि बढौँ अथवा परिपक्वताको दिशातर्फ अगाडि बढौँ भनिकन परमेश्वरको पवित्र वचनले हामीलाई सिकाउँदैछ है। त्यसैले यहाँभन्दा अझै अगाडि हेर्ने हो भने भन्छ, हामीलाई मृत्युतिर लैजाने कर्महरूबाट पश्चाताप र परमेश्वर माथिको विश्वासका कुराको जग फेरि नबसाल्नु भन्छ। अब यसलाई हामीले व्याख्या गर्न लाग्यो भने हाम्रो आजको प्रसङ्गभन्दा अलिक फरक ढङ्गबाट अगाडि बढ्नुपर्ने हुन्छ, समय जान्छ होइन। त्यसलाई हामी छोडौँ। तर हामी अब चाहिँ कता हामी अगाडि बढौँ भन्दा हाम्रो शीर्षक अनुसार नै हामी परिपक्वतातर्फ अगाडि बढौँ भन्ने सिद्धान्त अथवा शीर्षकलाई नै हामीले प्रश्न पार्दै अगाडि बढ्छौँ। प्रिय दाजुभाइ दिदीबहिनीहरू, आज हामीले हेर्दाखेरिमा पाठलाई हामीले निहालेर हेऱ्यौँ भने, इतिहासलाई हामीले खोजेर हेऱ्यौँ भने पनि परमेश्वरले आजको मण्डलीबाट परिपक्व व्यक्तिहरूको खोजी गरिरहनु भएको छ। मण्डली आज यस्तो अवस्थाबाट भएर गुज्रिँदैछ कि परिपक्वताको नाप अथवा परिपक्वताको त्यो परिणाम कहाँ छ भन्ने कुराको भन्नुभन्दा पनि हामी कसरी चाहिँ चल्दै जाँदाखेरिमा हामी बढी खुसी हुन्छौँ, कसरी चल्दै जाँदाखेरिमा मैले सोचे जस्तो जीवन म जिउन सक्छु, यो आजको मण्डलीभित्र रहेको जुन मान्यता हो। परापूर्वकालको कुरा हामीले गरौँ भने पनि परमेश्वरले अब्राहमलाई जसै छान्नुभयो, चुन्नुभयो र त्यो अब्राहमबाट नै उहाँले आफ्ना जाति अथवा त्यो राज्य निर्माण गर्नुभएको जुन इजरायललाई हामीले बुझ्छौँ है।
परमेश्वरले त्यो जातिहरूलाई गाइड गर्नको लागि, उनीहरूलाई प्रतिनिधित्व गर्नको लागि, उनीहरूलाई अगाडि बढाउनको लागि, शक्तिशाली बनाउनको लागि उहाँ आफै राजा भएर अनि न्यायकर्ताहरूको माध्यमको द्वारा भएर त्यो देशलाई उहाँले चलाउन चाहनुहुन्थ्यो है, चलाउन चाहनुहुन्थ्यो। जसै दिनहरू बित्दै गयो, अब्राहमसँग उहाँले काम गर्नुभयो, इसाकसँग काम गर्नुभयो, याकुबसँग काम गर्दै आउँदाखेरिमा उहाँले ती न्यायकर्ताहरूद्वारा भएर अगाडि बढाउँदै गर्दा इजरायली जातिहरूमा यस्तो प्रकारको एउटा अपरिपक्वताको एउटा प्रमाण देखा पर्यो त्यहाँ। त्यो प्रमाणले चाहिँ के भन्दै थियो त भन्दाखेरिमा हामीलाई अब परमेश्वरको होइन तर हाम्रो इच्छाअनुसारको व्यक्ति चाहिएको छ। त्यो एउटा अपरिपक्वताको निर्णय थियो। परमेश्वरले गाइड गरेको तिनीहरूलाई मन परेन, तर हामीलाई अब त्यसै अनुसारको अथवा हामीले चाहे अनुसारको व्यक्ति हामीलाई चाहियो, जसको नाम चाहिँ, जसको काम चाहिँ हामीमाथि राज्य गर्ने एउटा राजा होस्। तर परमेश्वर आफै चाहिँ राजा हुनुहुन्थ्यो, राजा हुनुहुन्छ, राजा नै भइरहनु हुनेछ। तर उहाँको राज्य र उहाँको अधीनता तिनीहरूलाई मन परेन र उनीहरूले राजाको माग गर्दै गर्दाखेरिमा उनीहरूको जीवनबाट विभिन्न प्रकारका सङ्कट र समस्याहरू त्यहाँ देखा पर्न थाले। अनि त्यस्तै अझै इतिहासलाई हामीले हेरौँ भनेदेखि परमेश्वरले अब्राहमको जीवनमा काम गर्दै गर्दाखेरिमा अहिले हामीले चिन्छौँ, हामीले बुझ्छौँ कि अब्राहम भनेको विश्वासको पिता भएर मण्डलीले जान्दछ। अहिले परमेश्वरले अब्राहमसँग प्रतिज्ञा गर्नुभयो कि म तँलाई यस्तो प्रकारको आफ्नै एउटा सन्तान दिनेछु, जो सन्तानले वास्तवमा तेरो उत्तराधिकारी हुनेछ भनेर भन्दै गर्दाखेरिमा अब्राहमसँग पनि भएको त्यो जुन सुरुका स्टेजहरूको अपरिपक्वताले के चाहिँ प्रमाणित गर्छ भन्दाखेरिमा अब्राहमले त्यतिखेर भन्न थाले कि सायद परमेश्वरले भन्दै गर्नु भएको मेरो उत्तराधिकारी यही एलिएजर हुनुपर्छ। त्यतातिर उनी भुल्न लागे, परमेश्वरले भन्नुभएको त्यो थिएन। अनि परमेश्वरले फेरि भन्दै गर्नु हुँदाखेरिमा त्यो एलिएजरबाट पनि अब हुन सक्दैन, अब मैले मेरो आफ्नो उत्तराधिकारीको लागि चाहिँ मैले बुद्धि लगाउनुपर्छ भनेर साराको द्वारा भएर फेरि आफ्नै मर्जीद्वारा अगाडि बढ्दै गर्दाखेरिमा के भयो भन्दा इस्माइलको आगमन भयो होइन। वास्तवमा त्यो चाहिँ परमेश्वरको इच्छा नै थिएन। मान्छेको आफ्नो जुन योजनाले यतिखेर काम गर्छ कि परमेश्वरको वचन र प्रतिज्ञाले के भनेको छ त्यो कुरालाई बिर्सिएर पनि अपरिपक्वताले के गर्छ भन्दा आफ्नो बाटो र आफ्नो लक्ष्य निर्धारण गरिदिन्छ। जुन कुरा परमेश्वरको द्वारा होइन भने त्यो कुराले वास्तवमा अलिक बिछट्टै प्रकारको एउटा समस्यालाई जन्माउने काम गर्दछ। पछि गएर त्यो कुराको कथावस्तुहरू हामीले धेरै हेर्दाखेरि अझै गइरहेको जान्छ। ती कुराहरूपट्टि हामी जानुभन्दा पनि आजको मण्डली परिवारभित्र चाहिँ अब हामीले बुझ्नुपर्ने कुरा है त, आजको मण्डली परिवारभित्र चाहिँ परमेश्वरले गर्न लाग्नु भएको कामलाई नबुझ्ने मात्रको जमानत अथवा त्यो प्रकारको झुन्ड आज हामीले धेरै पाउँछौँ। तपाईँ र म भित्र पनि हामीहरूमा पनि आज कति अवस्थामा हामीले परमेश्वरको वचन अनुसारको त्यो जीवनशैलीलाई मन पर्न सम्भव भनियो भने असम्भव त भन्दाखेरिमा अहिलेको मण्डलीहरूमा परमेश्वरको इच्छा अनुसारको वचन अनुसारको जीवनयापन गर्न विश्वासीलाई मन पर्न अहिले छोड्दै जान थालेको छ। जति जति सङ्ख्यामा वृद्धि हुन थाल्यो, जति जति मण्डलीमा जुन परिवारजनको वृद्धि हुन थाल्यो, त्यति त्यति एउटा आत्मिक अनुशासन र अनि त्यो परिपक्वताको कुरा चाहिँ त्यसको मात्रा चाहिँ कम हुँदै गएको हामीले पाउँछौँ। त्यो के कारणले गर्दा भयो भन्दाखेरिमा मण्डलीभित्र संसारको जुन प्रभाव र त्यो हावाले गर्दा यो वचनको मान्यतालाई भन्दा हामीले संसारको मान्यतालाई बढी मात्रामा स्थान दिन थालेका हुन्छौँ है। त्यसले धेरै ठुलो सङ्कटलाई पैदा गर्दछ, त्यसले धेरै ठुलो सङ्कटलाई सामना गर्नुपर्ने अवस्था आउँछ, हार्नुपर्ने अवस्था, गुमाउनु पर्ने अवस्था, हराउनु पर्ने अवस्था। त्यसै कारणले गर्दाखेरि पनि आज परमेश्वरले मण्डलीमा यस्ता प्रकारका व्यक्तिहरू तपाईँ र म भएको चाहनुहुन्छ ताकि हामी परिपक्वतामा जिउन सकौँ है। परिपक्वतामा जिउँदै गर्दाखेरिमा हामीले मृत्युतिर लैजाने कुकर्महरूलाई चिन्न सक्छौँ र त्यो कुरालाई हामीले इन्कार गर्न सक्छौँ र अनि ती कुराहरूबाट हामीले पश्चाताप गर्न सक्छौँ र अनि परमेश्वरमाथिको विश्वासको कुरालाई हामीले अगाडि बढाउन सक्छौँ। त्यसैले गर्दा यसलाई हामीले पोइन्टबद्ध रूपमा अगाडि बढ्दाखेरिमा सजिलो हुन्छ है। परिपक्व व्यक्तिले जहिले पनि के गर्छ भन्दाखेरिमा नि दाजुभाइ दिदीबहिनीहरू, तपाईँ र म यदि परिपक्व व्यक्ति बनेर हामी जिउन चाहन्छौँ भने हामीले जहिले पनि ख्रीष्ट येशूको रगतको महत्त्वलाई बुझेको हुनुपर्दछ है। ख्रीष्ट येशूको त्यो बगाउनु भएको रगतको महत्त्वलाई हामीले बुझेको हुनुपर्दछ। मैले भने जस्तै सबैजनालाई लाग्छ हामीलाई म परिपक्व भइसकेको छु,
अब त मैले पनि सम्भवतः ठुलै काम गर्न सक्छु, जिम्मेवारी लिन सक्छु, यावत कुरा हामीले भन्छौँ, तर त्यसको चिनारी हामी आफैले दिन्छौँ। बोल्न थालेपछि अलिकति कता रिस उठिसकेको हुनुपर्छ, त्यसको सिमाना नागिहाल्ने होइन। अनि अलिकति रिस उठेको जस्तो हुनुपर्छ, त्यो शब्दहरू के चयन हुन थालिहाल्छ, त्यो कुरा हामीले याद गर्दैनौँ। निर्णय लिने बेला आउँछ, त्यतिखेर कच्चापनाको निर्णय हामीले लिइहाल्छौँ। त्यो अपरिपक्वताको एउटा लक्षणहरू हो। तर यदि तपाईँ र मैले अहिले येशूको रगतको महत्त्वलाई बुझ्छौँ, यदि साँचो तरिकाले येशूको रगतको महत्त्वलाई हामीले बुझ्छौँ भने तपाईँ र म साँचो भन्नुपर्दा परिपक्वताको स्टेजमा आइपुगिसकेका छौँ। जसरी अब्राहम जबसम्म परिपक्वताको त्यो स्टेजमा तहमा आइपुगेका थिएनन्, तबसम्म नै उनलाई त्यो परिवारभित्र परमेश्वरको वचनअनुसारको जीवनशैली चल्न गाह्रो भयो। त्यही अब्राहम हो जसले प्रतीक्षा गर्न सकेनन्, एलिएजरलाई कहिले आफ्नो जिम्मेवारी बनाउन दिन खोजे, त्यसो हुँदै गर्दा इस्माइललाई उनीहरूले भित्र्याउन सफल भए, भित्र्याउनु पर्यो। तर त्यही अब्राहमले फेरि के गरे त भन्दाखेरि परिपक्वतामा आइसकेपछि परमेश्वरले बोल्नु भएको कुरा सत्य रहेछ, परमेश्वरले बोल्नु भएको कुरा ठिक हो, त्यसैले गर्दा उहाँले भनिसक्नु भएपछि मैले यो छोरालाई पनि रोकेर राख्नु हुँदैन भनेर उनले के गर्न सके भन्दाखेरिमा परमेश्वर कहाँ अर्पण गर्न सकेका थिए होइन। त्यसै गर्दा आज येशूको रगतको महत्त्वलाई आज यदि मण्डलीले बुझ्नु हो भनेदेखि हामी साँच्चै भन्नुपर्दा परिपक्वताको लाइनमा हामी पुगिसकेका हुन्छौँ। मैले तपाईँको लागि पढ्न चाहन्छु पहिलो यूहन्नाको पुस्तक 1 अध्यायको 7 है। त्यो हामी सबैलाई थाहा भएको पद हो, फेरि यो कुनै नौलो पद चाहिँ होइन। पहिलो यूहन्नाको पुस्तक 1 अध्यायको 7 पदले भन्छ कि येशूको रगतले हाम्रा सम्पूर्ण पापहरूलाई, सबै पापहरूबाट हामीलाई शुद्ध पार्छ भन्ने हामीलाई त्यो जानकारी दिएको छ। म अहिले यसलाई वाचन गर्न चाहेँ। तर उहाँ ज्योतिमा हुनुभए चाहिँ यदि हामी पनि ज्योतिमा हिँड्छौँ भने एक अर्कासित हाम्रो सङ्गति हुन्छ। उहाँका पुत्र येशूको रगतले हामीलाई सबै पापबाट शुद्ध पार्दछ। आमेन। येशूको रगतले तपाईँ र मलाई, तपाईँ र मेरो जीवनका सम्पूर्ण पापहरूबाट हामीलाई शुद्ध पार्दछ। यी कुरालाई हामीले अलिकति पछि गएर पनि हामी हेर्छौँ, तर हामी अपरिपक्वतातिर अगाडि बढ्दैछौँ। हामी सबैजना चाहन्छौँ परमेश्वरको पवित्र रगतको द्वारा हामी आशिषित बनेको, मण्डली आशिषित भएको, मण्डली वृद्धि हुँदै परमेश्वरको राज्य वृद्धि भएको र प्रशस्त फल फलाएको हामी सबैजनालाई इच्छा छ र परमेश्वर पनि यही कुरा चाहनुहुन्छ। तर म तपाईँलाई भन्न चाहन्छु आज कि यदि मण्डली हामीले विकास गर्नु हो भने अथवा मण्डली आत्मिकतामा दरिलो र बलियो बनाउनु हो भने सबैभन्दा पहिलो स्टेजमा तपाईँ र म आफू नै वास्तवमा परिपक्व बन्नु आवश्यक छ है। तपाईँ र म व्यक्तिगत रूपमा परिपक्व यदि बनिसक्यौँ भने मात्रै हामीले दोस्रो स्टेजमा गएर हामीले आफ्नो परिवारलाई परिपक्व बनाउन सक्छौँ। र जब परिवार परिपक्व हुन्छ त्यसपछि मात्रै बल्ल मण्डली परिपक्व बन्छ। हामी एकैचोटि मण्डलीलाई परिपक्व बनाउन सक्दैनौँ है। र त्यसैले गर्दा हामीलाई यो सिद्धान्त चाहिँ थाहा हुनुपर्छ कि प्रभु येशू ख्रीष्टको रगतले तपाईँ र मेरो व्यक्तिगत जीवनमा भएका पाप अधर्महरूलाई पनि शुद्ध पार्न सक्छ। र अनि ती कुराले जब काम गर्छ त्यसपछि हाम्रो परिवार आशिषित बन्न थाल्छ। अहिलेको समयमा हेर्नु पर्दाखेरिमा हामी अब अलिकति विषयलाई गहिरिँदै जाँदाखेरिमा यथार्थपरक पनि हुन सक्छ यी कुराहरू है। अहिलेको समय मैले अघि भने जस्तै दुष्ट र अन्धकारको शक्तिले यो प्रकारको एउटा भ्रम पैदा गरिदिएको छ कि ख्रीष्टको रगतको शक्तिको अथवा यसको महत्त्वलाई कमजोरको एउटा भ्रम पैदा गरिरहेको छ है। मण्डली बलियो बनाउन भनेर अगाडि बढ्दै गर्दाखेरिमा आजको विश्वासीलाई व्यक्तिगत जीवनबाट हुँदै परिवारमा गएर ठुलो आक्रमण गरेको हामीले पाउँछौँ है। परिपक्व जबसम्म व्यक्ति बन्दैन नि त्यसपछि अन्धकारका शक्तिहरूले आफ्नो शक्ति र आफ्नो हतियारहरू प्रयोग गरेर अर्थात् त्यो प्रकार एउटा षड्यन्त्र प्रयोग गरेर मण्डली विकसित हुनुभन्दा, मण्डलीलाई जागृतिमा जानुभन्दा पहिला परिवारमा गएर त्यसरी ठुलो सङ्कट पैदा गरिदिएको छ है त। त्यो किन भयो त्यस्तो भन्दाखेरिमा परिवारमा भएका तपाईँ र महरू जस्ता दाजुभाइ दिदीबहिनी हामीहरूको जीवनमा वास्तवमा परिपक्वताको अभावको कारणले गर्दा त्यो हुने हो।
है। अब अलिकति घटनालाई अझै गहिरिएर जाँदाखेरि हामीले के बुझ्छौँ भन्दाखेरिमा परमेश्वरको वचन अनुसार हामीले पवित्र विवाह भनेर परिवार बनाउँछौँ हो। परमेश्वरको राज्यमा हामीले धेरै लामो सङ्घर्ष प्रार्थना उपवासको द्वारा हामीले परिवार सिर्जना गर्छौँ, परिवार हामीले जोड्छौँ। त्यसपछि त्यो परिवारभित्र भएको परिपक्वताको अभावको कारणले गर्दा त्यो परिवारलाई तोड्ने बेलामा चाहिँ गएर अदालतमा गएर तोडिन्छ। अहिलेको यो वास्तविकता यही हो है। उनीहरूले जोड्दाखेरिको अवस्थामा जसरी मण्डलीमा बसेर परमेश्वरको वचन र प्रार्थना र उपवासको द्वारा जोडिएको छ, तोड्ने बेलामा त्यसरी नै तोडौँ भने त तोडिँदैन थियो होला नि त। तर जोड्ने बेलामा परमेश्वरको वचनमा आएर जोडेको कुरालाई तोड्ने बेलामा चाहिँ अदालतमा गएर तोडेको हामीले पाउँछौँ। त्यो धेरै दुःखको कुरा हो है। त्यो किन हुन्छ? अब यो कुरालाई हामीले हेरौँ। आज परिपक्वतातर्फ हामी अगाडि बढ्दै गर्दाखेरिमा मैले भन्न चाहन्छु र वचनले हामीले कुरा सिकाउँछ, यो हाम्रो आफ्नै प्रकारको परिपक्वताको अभावको कारणले गर्दाखेरिमा त्यो हुने हो। अर्थात् ख्रीष्ट येशूको रगतको महत्त्वलाई बुझ्न नसकेको कारणले गर्दा हामीले एकअर्काले गरेका गल्तीहरू चाहिँ ठुलो हुन्छ। रगतको किम्मत भन्दा हामीले गरेका गल्तीहरू चाहिँ ठुलो भनेर हामीले जब बुझ्छौँ, जब हामीलाई त्यो भ्रम पैदा हुन्छ, त्यसपछि मान्छे त्यो स्टेजमा पुग्ने हो है। त्यो एउटा शिक्षा अन्तर्गत हामीले हेर्दैछौँ, सन्देश हामीले लिँदैछौँ। त्यहाँबाट त्यो के हुन्छ भन्दाखेरिमा हामीले अलिकति हेरौँ त्यसलाई कि रगतको आफ्नो महत्त्वले यो परिवारको सम्बन्ध हामी एकछिनपछि आउँछौँ। फेरि रगतको आफ्नै प्रकारको महत्त्वहरू छन्। हामीले हेर्दै गर्दाखेरिमा त यदि यूहन्नाको सुसमाचारकै पुस्तकमा हामीले 1 अध्यायको पुस्तक 9 पदमा हामीले हेऱ्यौँ भने त्यहाँ के भन्छ भन्दाखेरिमा यदि हामीले आफ्ना पापहरू स्वीकार गऱ्यौँ भने उहाँले हाम्रा पाप क्षमा गर्नुहुन्छ र सबै अधर्मबाट हामीलाई शुद्ध पार्नुहुन्छ। हामीले पाप क्षमा गरेर हामीलाई अधर्मबाट शुद्ध पार्न सक्ने क्षमता रगतमा छ। अनि हाम्रो विवेकलाई पनि शुद्ध पार्न सक्ने क्षमता हिब्रू 10:22 अनुसार हामीले त्यो पाउँछौँ। अनि येशूको रगतले हाम्रो पाप क्षमा दिएर मात्रै पनि होइन, त्यसमा अझै हाम्रो पक्षमा वकालत गर्ने काम, बोल्ने काम गर्छ होइन। हिब्रूको पुस्तक 12:24 पद अनुसार। अनि रगतले हामीलाई स्वतन्त्र पार्ने काम पनि गर्दछ प्रकाश 1:5 अनुसार। तर यतिका कुराहरू हुँदै गर्दाखेरिमा पनि है, यतिका कुराहरू हुँदै गर्दाखेरि पनि हामीलाई कति अवस्थाहरूमा के लाग्छ भन्दैन दाजु दिदीबहिनीहरू, हामीलाई एउटा यस्तो प्रकारको सिद्धान्तले काम गरेको हुन्छ। तपाईँ र मैले कति कुरा भन्दैनौँ, तर विश्वासीलाई जबसम्म त्यो परिपक्वताको लाइनमा नआइसकेपछि के कुराको भ्रम हुन्छ भन्दाखेरिमा हामीले सिधा गएर भजन सङ्ग्रहको पुस्तक 51 अध्यायको 5 पद हामीले पढ्छौँ कि है। 51 अध्यायको 5 पदले के भन्छ भन्दाखेरिमा आमाको गर्भदेखि नै म पापमा नै जन्मिएर आएँ, म पापी नै छु भन्ने कुरालाई त्यसले प्रमाणित गर्छ, त्यसले भन्छ। त्यो कुराको कारणले गर्दाखेरिमा हाम्रो लागि वास्तवमा पाप चाहिँ कहिले पनि क्षमा नहुने कुरा हो भन्ने कुरा मण्डलीले बुझिरहेको हुन्छ, अथवा तपाईँ मैले बुझ्छौँ। यो पाप क्षमा भन्ने कुरा चाहिँ लेखिएको छ, तर पनि त्यो भनाइ होला भन्ने जस्तो लाग्छ। हामीले त्यो कुरामा विश्वास गर्दैनौँ। अब हामी अघिको प्रसङ्गमा जोडिन्छौँ। पापलाई कुनै पनि हालतमा क्षमा हुन नसक्ने भएको कारणले गर्दा एकअर्काले गरेको पापलाई हामीले क्षमा दिन सक्दैनौँ है, क्षमा दिन सक्दैनौँ। मैले भन्न चाहेँ फेरि त्यही विषयमा हामी जोड्यौँ कि परिवारभित्र पनि एउटाले गरेको पापलाई अर्को व्यक्तिले क्षमा गर्न नसक्दाखेरिमा त्यो स्टेजमा पुगेको हो है। अब अझै नजिकमा जाउँ, हामीले श्रीमानले गरेको गल्ती श्रीमतीले क्षमा गर्न नसक्ने, श्रीमतीले गरेको गल्ती श्रीमानले क्षमा गर्न नसक्ने भएको कारणले गर्दाखेरिमा त्यो परिवारमा त्यो प्रकारको दुर्घटना हुन्छ र अनि परमेश्वरको महिमा हुँदैन, तर परमेश्वरको महिमा त्यहाँ बिग्रिन्छ। तर त्यसको लागि एउटा समाधान हामीले के कुरा पाउँछौँ भन्दाखेरिमा म तपाईँलाई अब भने एउटा मौका दिन चाहेँ। एफिसीको पुस्तक 1 अध्यायको 4 पद कसैले पढ्न सक्नुहुनेछ। एफिसीको पुस्तक 1 अध्यायको 4 पद जसले पढ्नुभयो हुन्छ, भेट्नुभयो भन्नु। उहाँको सामने पवित्र निष्कलङ्क हो भनेर संसारको उत्पत्ति भन्दा अघिबाटै उहाँले हामीलाई चुन्नुभयो। आमेन। प्रभुलाई मानिनुहोस्। उहाँको सामुन्ने निष्कलङ्क र पवित्र हौँ भनेर संसारको उत्पत्ति भन्दा अघिबाटै उहाँले हामीलाई चुन्नुभयो। अब यो पदलाई तपाईँले को कतिले बुझ्नुभयो, को कतिले बुझ्नु भएन, म तपाईँलाई यसको रहस्य खोल्नको लागि जाँदैछु। हामीले अघि कुन कुरा देखेका थियौँ भन्दाखेरिमा
आमाको गर्भदेखि चाहिँ हामी पापमा आयौँ भन्ने सिद्धान्तलाई त्यो वचनलाई हामीले हेरेको कारणले गर्दा हामीले आफूलाई पापी महसुस गर्छौँ। तर परमेश्वरले चाहिँ तपाईँ र मलाई निष्कलङ्क र पवित्र पार्ने काम यो पृथ्वीको ब्रह्माण्डको जग बसालिनुभन्दा पहिला नै उहाँले गरिसक्नु भएको थियो। अर्थात् पृथ्वीको जग बसालिनुभन्दा पहिला नै परमेश्वरले तपाईँ र मलाई चिन्नुहुन्थ्यो। परमेश्वरले तपाईँ र मेरो हृदयमा त्यो पवित्रता र त्यो शक्तिशाली कुरा, त्यो निष्कलङ्कताको कुरालाई उहाँले राखिसक्नु भएको थियो है। म तपाईँलाई यहाँ क्लियर पार्न चाहन्छु, त्यो उहाँले हामी पृथ्वीमा जन्मिसकेपछिको कुरा होइन, तर पृथ्वीमा आउनुभन्दा पहिला नै उहाँले हामीलाई चिन्नुहुन्थ्यो। त्यो कुरा चाहिँ उहाँले हामीभित्र राखिसक्नु भएको थियो, त्यो पवित्र कुरा, त्यो निष्कलङ्कताको कुरा भने त्यो उहाँले राखिदिनु भएको त्यो पवित्रता र धार्मिकता, त्यो सत्यताको बिउलाई आज पृथ्वीमा आएर तपाईँ र मैले गरेको सानोतिनो गल्ती र पाप अधर्महरूले ढाकेर राख्ला, तर त्यसलाई नाश गर्न सक्दैन है, नाश गर्न सक्दैन। त्यस कारणले गर्दाखेरि म पनि आजको परिवारले चाहिँ यो कुरा बुझ्नुपर्छ। तपाईँ र म विशेष गरेर अहिले प्रदेशको मामलामा छौँ हामी दाजुभाइ दिदीबहिनीहरू। तपाईँ र मैले यो कुरा बाहिर खुलेर चाहिँ गर्दैनौँ है, हामीले यो कुरा खुलेर बाहिर निकाल्दैनौँ, तर हरेक व्यक्तिले हरेक परिवारमा अथवा हरेक त्यो छिमेकमा हरेक मण्डलीहरूमा यो प्रकारको घटना अहिले छ है, यो प्रकारको समस्या छ अहिले। तर हामी खोलेर त्यो कुरा गर्दैनौँ, किन भन्दा हामीलाई पनि त्यही मानसिकता छ, खोलेर कुरा गर्दाखेरिमा समाधान आउने त होइन, तर त्यसले बदनामी मात्रै निम्ति आउने भनेर हामी भन्छौँ। तर अहिले मण्डलीले चाहिँ यो कुरा गर्नु आवश्यक छ, यो कुरालाई मण्डलीले बुझ्नु आवश्यक छ है। कतिसम्म आज क्लियर हामी हुन सक्छौँ त्यो कुरा त पवित्र आत्मा जान्नुहुन्छ, तर हामीले यो कुरालाई चाहिँ बुझ्नुपर्छ। हामी जुन परमेश्वरको पवित्र रगतको महत्त्वलाई बुझेको व्यक्तिहरू यो कुरालाई चाहिँ हामी जान्नुपर्छ, बुझ्नुपर्छ कि वास्तवमा तपाईँ र मैले अहिले देख्दै गरेको, अझै नजिकबाट हामीले निहालौँ, हामीले देख्दै गरेको आफ्नो श्रीमानको पाप र अधर्म गल्ती, श्रीमतीको पाप र अधर्म गल्ती जति हामीले गहिरिएर हामी देख्छौँ नि, तर त्योभन्दा अझै उत्तम कुरा त परमेश्वरले तपाईँ र म भित्र, प्रत्येक जनभित्र त्यो पवित्र गरेर राखिदिनु भएको छ। मात्रै हामीले गरेको त्यो बाहिरको संसारको गतिविधिले मात्रै हामीलाई फोहोर र मैला देखाएको छ। र यो कुरालाई अब हामीले यो आत्मिक परिपक्वतामा आउनु हो भने परमेश्वरले राखिदिनु भएको त्यो पवित्रता चाहिँ आफ्नो ठाउँमा छ नै, र हामीले एकअर्काको विरुद्धमा उठ्नुभन्दा पनि एकअर्काको पक्षमा हामीले प्रार्थना सहित जब साँचो पश्चातापमा ख्रीष्ट येशूको रगतको मूल्यलाई, रगतको त्यो प्रकारको जुन छिड्काउलाई हामीले लिएर अगाडि बढ्छौँ भनेदेखि त्यहाँ पाप क्षमा हुन्छ है, पाप क्षमा हुन्छ। र हामीले एकअर्कालाई स्वीकार गर्दा कुनै पनि ठुलो कुरा, अप्ठ्यारो कुरा त्यहाँ हुँदैन है, अप्ठ्यारो कुरा हुँदैन। यदि तपाईँ र म आत्मिक रूपमा अथवा यो बाइबलको सिद्धान्त अनुसार आत्मिक परिपक्वतामा हामी आएका छौँ भनेदेखि त्यो रहस्यलाई हामीले बुझ्छौँ। हामीले त्यसमा कुनै सानो मन गर्नुपर्ने, हामीले घमण्ड गर्नुपर्ने कुनै पनि कारण छैन। किन भन्दा मैले यो घटनालाई किन आज विषयवस्तु अन्तर्गतबाट चर्चा गर्दैछु भन्दा कति यस प्रकारका घटनाहरूको मैले सामना गर्नु परेको छ। कतिजनाको यो प्रकारको समस्याको बावजुदमा मैले सुझाव सल्लाह दिनु पर्दाखेरिमा त्यो सुझाव सल्लाहले काम गरेको छैन, विश्वासीमै पनि। यो भएको कारणले गर्दाखेरिमा आज के हो त भन्दाखेरिमा वास्तवमा यो रहस्य र तथ्यलाई जब हामी आफैले बुझ्दैनौँ तब त्यो कुरालाई अर्को व्यक्तिले भनिदिएर पनि बुझ्न गाह्रो छ है, गाह्रो छ। दुःखको कुरा, धेरै दुःखको कुरा हुन्छ। त्यो कुरा चाहिँ मिलेर गरेको, मिलेर बनाएको त्यो परिवार, बाइबलको रहस्य उनीहरूलाई थाहा छैन है, ख्रीष्ट येशूको रगतको महत्त्व थाहा छैन, पाप क्षमा भनेको कुरा त्यो कुरा थाहा छैन, एकअर्कालाई क्षमा दिनु भनेको कुरा त्यो कुरा थाहा छैन। मात्रै त्यहाँ के छ त भन्दाखेरिमा अब यसको कारणले गर्दा मेरो बदनामी भयो, यसको कारणले गर्दाखेरि मेरो जीवन बिग्रियो, अब मैले यसलाई छोडिदिनुपर्छ, अब यसको साथ मैले छोडिदिनुपर्छ। तर त्यसपछिको घटना के हुने भन्ने कुरा कसैले पनि सोच्दैन। किन भन्दाखेरिमा यो कदम चाहिँ बिछट्टै परमेश्वरको वचनभन्दा विपरीत, प्रभु येशूको योजनाभन्दा विपरीत छ। किन भन्दा मैले भने जस्तै जुन कुरा हामीले अदालतमा गएर गर्छौँ नि, तर त्यो काम चाहिँ परमेश्वरको वचनभन्दा बिछट्टै फरक छ। किन भन्दा त्यो कुरालाई प्रभु येशू ख्रीष्टले इन्कार गर्नुहुन्छ अथवा घृणा गर्नुहुन्छ। म यो अदालती प्रक्रियालाई म घृणा गर्दछु, छोड्ने कुरालाई म घृणा गर्दछु। यो परमेश्वरको वचन हो। त्यसैले गर्दा यदि हामीले साँचो रीतिमा यो कुरालाई बुझ्छौँ भनेदेखि हामीले एकअर्कालाई क्षमा गरेर हामी परमेश्वरको पवित्र रगतमा हामी आउन यदि सक्छौँ भने अघि हामीले हेरिसकेका कुराहरू छन् कि हरेक कुरा, हरेक पापलाई प्रभु येशूको रगतले धुन सक्छ, पखाल्न सक्छ भने हामीले त्यो कुरालाई किन स्वीकार नगर्ने, हामीले किन त्यो प्रकारको सम्बन्धलाई तोडिदिने,
किन भत्काउने होइन, यो कुरालाई हामीले याद गर्नुपर्ने हुन्छ। त्यसैले गर्दाखेरि प्रिय दाजुभाइ दिदीबहिनीहरू, हामीले तपाईँ र मैले आज यदि मण्डलीभित्र रहेर आज हामीले आफ्नो व्यक्तिगत जीवनमा छैन होला र कतिजनाले भएर पनि त्यो कुरालाई बाहिर निकाल्न चाहनुहुन्न, कतिजनाले त्यो पीडालाई भोगिराख्नु भएको छ, कतिजनाको आफ्नो नातेदारमा मण्डलीमा त्यो प्रकारको समस्याले बाधा पुर्याइरहेको छ, तर हामी यस विषयमा बोल्न चाहँदैनौँ। जबसम्म हामी बोल्दैनौँ तब बोल्ने काम कसको हुन्छ भन्दा दुष्टको हुन्छ। दुष्टले बोल्छ, घरिघरि बोल्छ, यो कुरा चाहिँ ठिक छैन, यो कुरालाई भत्काइदिनुपर्छ, यो कुरालाई छोडिदिनुपर्छ, यो कुरालाई त्यागिदिनुपर्छ होइन। तर यस्ता प्रकारको विचारहरूले हामीलाई के गर्छ भन्दाखेरिमा ख्रिस्टको रगतसम्म आउन नसकेको कारणले गर्दा हामीलाई परिपक्वताको माहौलमा खडा हुन दिँदैन, अनि हामीले त्यसपछि हुने भविष्य के हो भन्ने कुरा चाहिँ कसैलाई थाहा हुँदैन, अनि त्यो कहाली लाग्दो बाटो भएर परिवार थुप्रिन्छ र मण्डलीमा सङ्कट उत्पन्न हुन्छ, मण्डली जागृतिमा जान सक्छ। यो सबै कुरा के हो त भन्दाखेरिमा आत्मिकी रूपमा अर्थात् हामी वचनमा परिपक्व हुन नसकेको कारणले गर्दा ख्रिस्टको रगतको महत्त्वलाई हामीले नबुझेको कारणले गर्दा त्यो समस्या हुन हुँदछ। त्यसैले म तपाईँलाई यही कुरा क्लियर पार्न चाहेको हो कि हामीले प्रभु येशूले राखिदिनु भएको पवित्र कुरा, पवित्र अनि त्यो निष्कलङ्कताको कुरा, त्यो धार्मिकताको कुरालाई तपाईँ र मैले यो संसारमा जन्मिसकेर आएर हामीले गरेका कुनै पनि गतिविधिको कारणले गर्दा त्यो कुरालाई वास्तवमा काट्न र छेक्न सक्दैन, रोक्न सक्दैन, भत्काउन सक्दैन। तर मात्रै कुरा यति हो, हामीलाई प्रभु येशू ख्रिस्टप्रतिको साँचो पश्चातापसहितको जीवनयापन चाहिँ हामीलाई आवश्यकता पर्दछ है, आवश्यकता पर्दछ। यो छुट्टै विषय बनाएर आउनुपर्ने कुरा हो, तर मैले यसमा चाहिँ शाखा टपिक मात्रमा आएको छु। दोस्रो नम्बरमा हामी जान्छौँ कि हामी यदि आत्मिक रूपमा परिपक्वता भएको हामी चाहन्छौँ, हामी आत्मिक रूपमा परिपक्वता हुनु हो भने तपाईँ र मेरो सहकार्य येशू ख्रिस्टसँग हुनुपर्दछ। येशू ख्रिस्टसँगको सहकार्य भनेको के हो त भन्दैमा उहाँसँग नै एक भएर जिउनु है, उहाँको वचनसँग सहमत भएर जिउनु। वचनसँग सहमत हुनु भनेको के भन्दै गर्दा हामी आफ्नै तरिकाले पनि बाटो हिँड्न सक्छौँ है, आफ्नै तरिकाले पनि हामी जिउन सक्छौँ, तर वचन अनुसार नै जिउनु र वचनले जे भन्छ त्यस अनुसार नै आफ्नो जीवनलाई अगाडि बढाउनु, त्यो चाहिँ वास्तवमा ख्रिस्टसँगको सहकार्य हो। अब मत्तीको पुस्तकमा हामी हेरौँ, मत्तीको पुस्तकमा प्रभु येशू आफैले के भन्नुभएको छ भन्दा मत्तीको पुस्तक 10 अध्यायमा हामी हेर्छौँ, 10 अध्यायको 32 र 33 पदलाई म पढ्नेछु। मत्तीको सुसमाचार पुस्तक 10 अध्यायको 32 पदले भन्छ, यसकारण हरेक जसले मानिसहरूका सामु मलाई स्वीकार गर्छ, म पनि उसलाई स्वर्गमा हुनुहुने मेरा पिताको सामुन्ने स्वीकार गर्छु है। तर हरेक जसले मलाई मानिसहरूका सामुन्ने इन्कार गर्छ, म पनि उसलाई स्वर्गमा हुनुहुने मेरा पिताको सामुन्ने इन्कार गर्नेछु। यो प्रभु येशूले नै भन्नुभएको कुरा हो है। यसको मतलब के हो त भन्दाखेरिमा हामी आशिषित बन्न चाहन्छौँ, हामी छुटकारा पाउन चाहन्छौँ, हामी परिवर्तन हुन चाहन्छौँ, आत्मिक रूपमा हामी बलियो बन्न चाहन्छौँ, परिपक्व बन्न चाहन्छौँ, तर वचन अनुसार चाहिँ होइन। हामी आफ्नो मनमर्जीले भन्यो भने त्यो वास्तवमा हुन सक्दैन। किन भन्दा जब हामी प्रभु येशू ख्रिस्टलाई हामी स्वीकार गर्छौँ र उहाँको वचन अनुसार हामी चल्छौँ भने उहाँले पनि हामीले स्वीकार गर्नुहुन्छ। आफ्नो सहायता त्यहाँ हामीले अथवा ख्रिस्ट येशूको सहायता र सहभागिता आशिष अनुग्रहमा हामी सहभागी हुन सक्छौँ, र यदि त्यहाँ हामी सहभागी हुन अथवा ख्रिस्टको वचन अनुसार हाम्रो सहभागिता छैन भने त्यहाँ ख्रिस्टको पनि सहभागिता हुँदैन भन्ने कुरा उहाँले प्रश्न पार्नु भएको छ। यही कुरालाई, यही सिद्धान्त अनुसार हामीले प्रकाशको पुस्तकमा गएर हेर्न पाउँछौँ। यो कुरा है, प्रकाशको पुस्तकमा गएर हेर्दा हामीले पाउँछौँ त्यो कुरालाई कि अझै हेर्नु हो भनेदेखि मत्तीको सुसमाचारको पुस्तक 26 अध्यायमा अर्को कुरा लेखिएको छ। म एउटा कुरा राम्रो प्रकारको एउटा प्रसङ्ग त्यहाँ छ, म तपाईँलाई यसमा जोड्न चाहेँ। त्यसभित्र मत्तीको सुसमाचारको पुस्तक 26 अध्यायको 28 पदलाई हामीले हेरौँ है। 26 अध्यायको 28 पदले के भन्छ भन्दा मैले पढ्न चाहेँ, किनभने यो नयाँ करारको मेरो रगत हो जो धेरैको पापको निम्ति प्रायश्चितको लागि बगाइन्छ है। रगतको कुरा हामीले गर्दैछौँ यहाँ। यो किन मैले यो पदलाई पढेँ भन्दाखेरिमा प्रभुज जस्तो देखियो होला, तर हामी त्यो प्रभुजपट्टि नजाउँ। यो रगत उहाँले बगाउनु हुँदाखेरिमा किन चाहिँ यो शब्द उहाँले प्रयोग गर्नुभयो?
धेरैको पापको निम्ति भन्नुभएको छ। तर हामीले जानेको कुरा, हामीले बुझेको कुरा हाम्रो विश्वासले के भन्छ भन्दा सबैको पापको निम्ति होइन र, होइन है, सबैको पापको निम्ति हो। तर प्रभु येशूले भन्दै गर्दाखेरिमा चाहिँ सबैको होइन रे, है, सबैको लागि होइन तर धेरैको लागि चाहिँ हो। यसको मतलब अब हामीले बुझ्नुपर्ने कुरा के हो त भन्दाखेरिमा प्रभु येशूले रगत बगाउनु भएको पनि वास्तवमा सबैको लागि चाहिँ होइन तर धेरैको लागि चाहिँ हो। उहाँले दिनुहुने उद्धार र मुक्ति त्यो सबैको लागि चाहिँ होइन तर धेरैको लागि चाहिँ हो। मतलब हामीले बुझ्दै गर्दै अप्ठ्यारो जस्तो सुनियो होला, म फेरि पनि यसले क्लियर पार्न चाहन्छु। प्रभु येशूले बगाउनु भएको पवित्र अनि आलो रगत सबै पापीहरूको लागि चाहिँ होइन तर सबै पापहरूको लागि चाहिँ हो, है, सबै पापको लागि चाहिँ हो। हरेक पापलाई चाहिँ क्षमा गर्न सक्छ तर हरेक पापीको चाहिँ क्षमा गर्न सक्दैन। कारण के हो त भन्दाखेरिमा अघि भर्खर हामीले प्रसङ्ग ल्याइसकेका छौँ, यदि तपाईँ र म प्रभु येशू ख्रीष्टको आलो रगतलाई चिनेर बुझेर अनि साँचो पश्चातापको द्वारा भएर यदि हामी प्रभुको वचनद्वारा नै अगाडि बढ्छौँ, रगतको द्वारा रगतको भरोसा गरेर हामीले अगाडि बढ्छौँ भने त्यस व्यक्तिको पापको क्षमा चाहिँ हुन सक्छ। तर हामी मण्डली मात्रै आएका छौँ र त्यो प्रकारले प्रभु येशूको रगत र वचनसँग सहमत छैनौँ भने त्यो व्यक्तिको लागि चाहिँ होइन पनि। त्यस सन्दर्भमा प्रभुले भन्नुभएको हो यहाँ कि धेरैको लागि भनेर उहाँले भन्नको कारण चाहिँ त्यो हो। त्यसैले हामीले यो कुरा चाहिँ विश्वास गरौँ, सबैजनाको, सबै व्यक्तिको लागि चाहिँ होइन तर सबै व्यक्तिहरूको अथवा धेरै व्यक्तिहरूको सबै पापहरूको लागि चाहिँ हो, है। यो कुरा हामीले बुझिसकेका छौँ। हामी कहाँ थियौँ भन्दाखेरिमा सहकारीको सम्बन्धमा हामीले हेर्दै थियौँ। म प्रकाशमा जान्छु भन्दै थिएँ, यो अलिकति प्रसङ्ग आइपुगेको छौँ। प्रकाशकै पुस्तकमा हामीले हेर्नेछौँ 3 अध्याय, है, प्रकाशको पुस्तक 3 अध्यायको 18 पद। यो हाम्रो प्रसङ्ग के छ भन्दा ख्रीष्ट येशूसँग सहकार्य गर्नु अथवा ख्रीष्ट येशूसँग एक हुनु, सहमत हुनु भन्ने कुरालाई छ। र ख्रीष्टले पनि क्लियर भनिसक्नु भएको छ, जसले यदि मलाई स्वीकार गर्छ भने उसलाई पनि मेरा पिताको सामुन्ने म स्वीकार गर्दछु, जसले यदि मलाई स्वीकार गर्दैन भनेदेखि म पनि मेरा पिताको सामुन्ने उसलाई अस्वीकार गर्नेछु। र यदि हामीले तपाईँ र मैले यदि हाम्रो प्रार्थनाको उत्तर हामी चाहन्छौँ भने त्यो कुरा चाहिँ पिताकोबाट प्रमाणित भएर आएको हुनुपर्दछ। कुनै पनि योजना हामीले बनाउँछौँ भने तपाईँ र मेरो योजनालाई पुरा गर्नको लागि स्वर्गले त्यो कुरालाई प्रमाणित गरिदिएको हुनुपर्छ। दाजुभाइ दिदीबहिनीहरू, हामीले गर्दै गरेको प्रार्थनाको सुनवाई स्वर्गसम्म हुनुपर्दछ। त्यो स्वर्गले दिएको उत्तर मात्रै वास्तवमा प्रार्थनाको उत्तर हो। तपाईँ मैले काममा आशिष पाउनु हो भनेदेखि तपाईँले आफैले गरेको आफ्नो मेहनत परिश्रमबाट त्यो केही हुनेवाला छैन, है। अघि भएर हामीले हेऱ्यौँ प्रसङ्ग पनि, वास्तवमा इजरायलीहरूको अगुवाईको लागि त राजा त दियो तर राजा दिएको भए तापनि वास्तवमा त्यो परमेश्वरको इच्छा अनुसारको थिएन। मान्छेको आफ्नो बुद्धिले मागेको कुरा थियो, त्यो कुराले चाहिँ दिगो रूप पाउन सकेन। त्यसैले गर्दा प्रभु येशू ख्रीष्ट बिना नै पनि हामीले आफ्नो समृद्धि, उन्नति, प्रगति हामीले गर्न सक्छौँ तर त्यो कुरा दिगो रहन सक्दैन। त्यसैले गर्दा प्रभुले भन्नुभएको छ कि यदि मैले स्वीकार गर्नु हो भने मैले भनेको कुरालाई तिमीहरूले मान्नुपर्छ। अनि जब मैले स्वीकार गर्छु अनि त्यसपछि पिताकोबाट तिमीहरूले उत्तर पाउने शर्त चाहिँ यही हो। अब यहाँ परमेश्वरले तपाईँ र मलाई प्रकाशको पुस्तक 3 अध्यायको 18 पदमा भन्नुभएको कुरा हामीले हेर्छौँ, यस कारण धनी हुनलाई आगोले खारेको सुन र आफ्नो नग्नताको शर्म ढाक्नलाई सेतो वस्त्र र तिमीले देख्न सक भनी तिम्रा आँखामा लगाउनलाई मलम, यी सबै मबाट किन्ने म तिमीलाई सल्लाह दिन्छु। आमेन। 3वटा कुरा हामीले देख्छौँ। नम्बर 1 आगोले खारेको सुन, जुन कुरा हामीले प्रभु येशू बिना पनि पाउन सक्छौँ, है। अनि नम्बर 2 नग्नता ढाक्नको लागि सेतो वस्त्र, त्यो कुरा पनि हामीले प्रभु येशू बिना पनि पाउन सक्छौँ। र अनि आँखामा लगाउनलाई मलम, त्यो कुरा पनि हामीले प्रभु येशू बिनै पनि प्राप्त गर्न सक्छौँ। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, र प्रभुले चाहिँ हामीलाई भन्दै गर्नु भएको छ कि पाउँछौ तिमीहरूले संसारमा यो कुरा, तिमीहरूको लागि सम्भव छ, यो कुरा उपलब्ध छ। तर म चाहिँ के सल्लाह दिन्छु भन्दा तिमीहरूले यी सबै कुरा पाउनको लागि मबाट तिमीहरूले किन। आमेन। मबाट तिमीहरूले किन यो कुरा चाहिँ। र जुन कुरा मबाट तिमीहरूले किन्छौ त्यो कुराले नै वास्तवमा दिगो प्राप्त गर्दछ अथवा दिगो स्थान त्यसले मात्रै प्राप्त गर्दछ जुन कुरा तिमीहरूले मबाट लिन्छौ भने। प्रभुको भनाइ त्यही हो, है। जबसम्म इसाक आएन तबसम्म पुत्रै आएन त होइन नि त। इसाक मात्रै पो आएन त, पुत्र त आएको हो नि, होइन र। अब्राहमको आफ्नै प्रकारको विश्वास त त्यही थियो, आफ्नो प्रकारको सोच त त्यही थियो। इसाक नआए पनि आए पनि जेसुकै गरे तापनि
वास्तवमा कोही नभए पनि मैले एलिएजरलाई नै आफ्नो उत्तराधिकारमा बनाउँछु उसले भनेको थियो त। आत्मिक रूपमा परिपक्वतासम्म नआइपुगेको कारणले गर्दा उसले एलिएजरलाई नै आफ्नो उत्तराधिकारी भनेर मानिलिएको थियो। त्यसपछि हतार गरेर फेरि अझै बल गर्दाखेरिमा के भयो त भन्दा इस्माइल आइपुग्यो। र आज तपाईँ र मैले पनि पृथ्वीमा रहेर यो तीनवटा कुरा है, धनी हुनलाई सुन, आगोले खारेको सुन, नग्नता ढाक्नको लागि त्यो सेतो वस्त्र र अनि आँखामा लगाउनको लागि देख्नको लागि भनेर लगाउने जुन प्रकारको मलम, त्यो कुरा आवश्यक छ। हामीले संसारबाट पनि प्राप्त गर्न सक्छौँ त्यो कुरा। प्रभु यीशु बिनै पनि हामीले त्यो कुरा प्राप्त गर्न सक्छौँ। तर परमेश्वरले चाहिँ तपाईँ मलाई यो अनुरोध गरिरहनु भएको छ कि त्यो चाहिँ के गर त भन्दा तिमीहरूले मबाट किन भन्ने सल्लाह म तिमीहरूलाई दिनेछु भनेको के हो त भन्दा प्रिय दाजुभाइ दिदीबहिनीहरू, आगोले खारेको सुनले वास्तवमा धनी हुने कुरालाई बताउँछ। आज धनी बन्नु हो भने, पैसा कमाउनु हो भने, हुन त हामी सबैजना पैसै कमाउन आएका हौँ। यहाँ आएर मात्रै मण्डली हामीले भेटेको हो है, क्लियर कुरा हो, यो कुरा सबैलाई थाहा भएको कुरा हो। सङ्गति गर्छु भनेर होइन, तर हामी पैसा कमाउँछौँ भनेर आएको हो। तर आइसकेपछि दोस्रो स्टेपमा हामीले परमेश्वरको अनुग्रहले गर्दा उहाँको महिमा गर्ने विशेष मौका पनि हामीले पाएर गर्दैछौँ। तर पनि परमेश्वरले के भन्नुभएको छ भन्दाखेरिमा, यदि तिमीहरूले धन कमाउनु हो भनेदेखि मबाट तिमीहरूले कमाउनु पर्छ। आमेन। परमेश्वरको द्वारा भएर धन कमाउनु भनेको के हो त भन्दाखेरिमा, पैसा त जसो गरे पनि आउँछ, जे गरे पनि आउँछ। डुप्लिकेट बाटो हिँड्यो भने पैसा अझै छिटो आउँछ होइन। हामीले देख्यौँ होला भिडियोमा पनि, कतिजनाले कोठाभरिको पैसामा आगो लगाएको पनि हामीले देख्यौँ। तिनीहरूले हामीले भन्दा बढी मेहनत गरे होला र गरेनन्, उनीहरूले मेहनत नै गरेनन् भन्दा पनि हुन्छ, तर उनीहरूले पाउन त पाएन। तर प्रभु येशूले भन्दै गर्दा चाहिँ के भन्नुभएको छ आज तपाईँलाई मलाई भन्दा, यदि तिमीहरू धनी बन्ने इच्छा गर्छौ भने त्यो पाप चाहिँ होइन, सुन किन्नु पाप होइन, सुन खरिद गर्नु बिक्री गर्नु त्यो कुनै पापको कुरा भएन। तर मेरो वचनको सिद्धान्त अनुसार, मैले दिएको वचनको सिद्धान्त अनुसार, मेरो आज्ञा अनुसार तिमीहरूले गर्यौ भने, चल्यौ भने मात्रै त्यो कुराले तिमीहरूको राज्यमा अथवा तिमीहरूको जीवनमा भलाइ उत्पन्न गर्दछ। अब कुरा आयो आफ्नो नग्नताको शर्म ढाक्नलाई। वस्त्र मात्रै नभनेर किन नग्नताको शर्म भने यो वचनले फेरि कपडा मात्रै भन्दा त बुझ्थ्यौँ त हामीले होइन र, नग्नता पनि भनिदिएको छ। यो के कारण हो भन्दै गर्दाखेरिमा, यो पृथ्वी भनेको न दाजुभाइ दिदीबहिनीहरू है, अब हामीले एकदमै व्यावहारिकतामा जाँदैछौँ। यो पृथ्वी भनेको यस्तो प्रकारको पृथ्वी हो, यो संसार यस्तो प्रकारको संसार छ, कुनै पनि गलत कामलाई गलत हो भनेर भन्दैन। गलत काम गर्नु ठिकै हो भन्छ, बुझ्नुहुन्छ है त। हामीले धुम्रपान मद्यपान गर्नु पनि संसारको लागि कुनै नौलो कुरा होइन, ढाँट्नु छल्नु संसारको लागि कुनै त्यो डरलाग्दो कुरा होइन। हत्या पनि लुकेर गर्दा केही पनि फरक पर्दैन, नदेख्दा भएकै छ त अहिले होइन र। हाम्रै देशमा पनि कुरा गर्नु पर्दाखेरिमा व्यभिचार पनि कुनै ठुलो कुरा होइन, सामान्य कुरा हो। प्रोत्साहन गर्छ, त्यसलाई दुरुत्साहन भनौँ, दुरुत्साहन पनि गर्छ, यति गर्दा केही पनि फरक पर्दैन भन्छ। तर जब गरी मान्छेले त्यो पाप गरिसकेपछि, त्यो प्रकारको घटिकमी मान्छेको जीवनबाट भइसकेपछि फेरि आलोचना गर्ने पनि त्यही समाज हो, फेरि त्यही संसारले हो त्यसो गर्ने फेरि है। आलोचना गर्ने पनि, क्षमा नगर्ने उनीहरू नै हो। त्यसैले गर्दाखेरिमा प्रभु येशूले भन्नुभएको कुरा के हो त भन्दाखेरिमा, यदि तिमीहरूले त्यो मबाट यस्ता प्रकारको वस्त्र तिमीहरूले किन्यौ भने त्यो वस्त्रले मात्रै तिमीहरूको लाज र शर्म चाहिँ ढाकिदिन्छ भनेको बुझ्नुहुन्छ नि। समाजबाट उत्पन्न भएर आएको कुनै पनि वस्त्रले वास्तवमा हाम्रो लाजलाई ढाक्दैन, हाम्रो पापलाई क्षमा गर्न सक्दैन, हामीलाई जस्ताको तस्तै बनाइदिँदैन। मण्डली नै यस्तो प्रकारको ठाउँ हो जहाँ वचनको राज्य छ। त्यो मण्डलीभित्र मात्रै तपाईँ र मैले गरेको पापको रेखाछेप हुँदैन, हुनु हुँदैन, हुँदैन पनि भन्दिनँ म, हुनु हुँदैन। त्यसैले गर्दा प्रिय दाजुभाइ दिदीबहिनीहरू, प्रभु येशूको जीवित वचनले हामीलाई के कुरा सिकाउँछ भन्दाखेरिमा, एकअर्काले गरेका भुल गल्ती र घटिकमी, एकअर्काका ती जति पनि त्रुटिहरूलाई क्षमा गर्दै हामीलाई वचनको नजरबाट हेर्न सिकाउँछ कि हामी वचनको नजरबाट हेर्दै गर्दाखेरि मात्रै हामीले एकअर्कालाई पवित्र देख्छौँ, एकअर्कालाई हामीले स्वीकार गर्न सक्छौँ। त्यतिखेर मात्रै हामी लाजमा बस्नु पर्दैन। कसैलाई हामीले सोधेका छौँ तपाईँको नेपालको जीवन कस्तो थियो भनेर, जस्तो सुकै होस् हामीले अब भएको कुरालाई प्रस्ताव गर्दै परमेश्वरको वचनअनुसार अब नयाँ जीवन जिउनुपर्छ भन्ने नै उत्साह हामीले दिँदै आएका छौँ नि त होइन र। यो कुरा चाहिँ वास्तवमा हामीले संसारमा पाउन सक्दैनौँ, त्यो कुरा परमेश्वरको वचनबाट मात्रै सम्भव छ। त्यसैले गर्दा उहाँले भन्नुभएको छ कि मबाट त्यो वस्त्र तिमीले यदि किन्यौ भने त्यो वस्त्रले चाहिँ
न्यानो मात्रै बनाउँदैन, तर तिमीहरूको लाज र शरमलाई, तिमीहरूको विगतका जति पनि पापहरूलाई ढाक्ने र छोप्ने, त्यसलाई अनि फेरि नम्रतामा अथवा त्यो जुन प्रकारको एउटा साधारणतामा ल्याउने, पवित्रतामा ल्याउने काम गर्दछ भनिकन उहाँले भन्नुभएको छ। र अनि तेस्रो खण्डमा हामीले हेर्दाखेरि के पाउँछौँ भन्दाखेरिमा आँखामा लगाउनको लागि मलम। यो के हो त भन्दा यहाँ पनि अघि भने जस्तै मलम पाउनको लागि हामीले संसारमा जति पनि पाउन सक्छौँ, तर प्रभु यीशु ख्रीष्टको मलमले चाहिँ के गर्छ भन्दाखेरिमा सान्त्वनाको मलम। बुझ्नुभयो? देख्न सक्ने काम जसले पनि बनाउन सक्छ, तर सान्त्वना दिने काम, त्यो शान्ति र त्यो आनन्द, त्यो स्वर्गीय आनन्द दिने काम चाहिँ मात्रै प्रभु यीशु ख्रीष्टबाट हुँदछ। त्यसले मात्रै वास्तवमा हाम्रो हृदयलाई, त्यो पोलेको हृदयलाई निको पार्न सक्छ। त्यसले मात्रै हाम्रो त्यो शान्ति हराएको हृदयलाई आनन्दमा परिणत गर्न सक्छ। त्यो कुरा चाहिँ मात्रै प्रभु यीशुद्वारा भएर हामीले जब लिन्छौँ भने त्यो कुराले तपाईँ मेरो जीवन, तपाईँ मेरो व्यक्तिगत जीवन, तपाईँ मेरो परिवार, मेरो मण्डलीमा शान्ति कायम गर्नु हो भने, आनन्द कायम गर्नु हो भने, हाम्रो दुखाइ र हाम्रो त्यो पोलाइलाई निको पार्नु हो भने तपाईँले मैले प्रभु यीशुको वचनको द्वारा भएर त्यो कुरालाई खरिद गर्न सक्नुपर्दछ। त्यो राज्यमा पैसा चाहिँदैन उहाँको मलम खरिद गर्नको लागि, त्यो उहाँको वस्त्र खरिद गर्नको लागि पैसा चाहिँदैन, उहाँको त्यो जुन सुन खरिद गर्नको लागि हामीलाई पैसा चाहिँदैन। दाजुभाइ दिदीबहिनी, प्रभु यीशुको भनाइको अर्थ चाहिँ यो हो, हामीले उहाँको विश्वासको द्वारा, अधीनताको द्वारा, पवित्रताको द्वारा यो कुरालाई हामीले लिन सक्छौँ। समय एकदम स्पिड गएको रहेछ, मसँग 10 मिनट भदै गयो भने 15 जानुसम्म त्यहाँ हुँदो छैन। एउटा अर्को टपिकतर्फ हामी जानेछौँ। नम्बर 3, यदि हामी आत्मिक रूपमा अथवा हामी परिपक्वताको बाटोमा जिएका छौँ भन्ने हामीले प्रमाणित गर्न चाहन्छौँ भनेदेखि प्रिय दाजुभाइ दिदीबहिनीहरू, यो पनि महत्त्वपूर्ण कुरा रहेको छ। तपाईँ र मेरो एकान्तको आज्ञाकारिता है, एकान्तको आज्ञाकारिता। यो काम गर्नुहोस् भनेर गर्नु त्यो ठुलो कुरा छैन, कसैले गर्नुहोस् नभनेर पनि गर्नु चाहिँ त्यो ठुलो कुरा छ। अथवा कसैले केही नभनेर पनि हामीले गर्नु अथवा नगर्नु त्यो चाहिँ आज्ञाकारिता हो। कसैले नदेख्दाखेरिमा एकान्तमा रहँदा पनि हामीले असल कामै गर्नु त्यो चाहिँ वास्तवमा एकान्तको आज्ञाकारिता हो। 2वटा पात्र हामीले हेर्छौँ, पढेर जाँदा सायद अलिकति लेट होला। एउटा व्यक्ति हामीले हेर्छौँ यहाँ एकान्तको आज्ञाकारितामा आफ्नो आज्ञाकारिता हराएको व्यक्ति भनेर हामीले बुझ्छौँ। दोस्रो सामुएलको पुस्तक 6:20-21-22मा त्यहाँ एउटा झगडा छ। सरर पढ्दाखेरि त्यो झगडा जस्तो देखिँदैन, वास्तवमा त्यो झगडा हो है। दोस्रो सामुएलको पुस्तक 6 अध्यायको मैले पढ्न चाहेँ। त्यहाँ दाउद राजा र अनि उनको श्रीमती मिकलको विषयको 20 पदमा लेखिएको छ। दाउद आफ्ना घरानालाई आशीर्वाद दिन आउँदा साउलकी छोरी मिकल त्यसलाई भेट्न बाहिर निस्केर आइन् र भनिन्, इजरायलका राजाको निम्ति आज कस्तो गौरवको दिन। आश्चर्यबोधक चिन्ह छ त्यहाँ है। यो आश्चर्यबोधक भनेको चाहिँ त्यहाँभित्र केही रहस्य छ भन्ने बुझिन्छ। अनि तिनले आफ्ना दासीहरूका दृष्टिमा नाङ्गो बनेर आफैलाई ढटुवारी जस्तो बनाए। यो हेर्दाखेरिमा चाहिँ केही होइन यो है। त्यो कुन घटनालाई यहाँ गरिएको के अरे व्यक्त गरिएको छ भन्दै गर्दाखेरिमा दाउद राजा चाहिँ आफ्नो राजकीय पोसाकलाई छोडेर पनि अरू साधारण पोसाक पहिरेर आएर तल ग्राउन्डमा झरेर दिदीबहिनीहरूसँग, दासीहरू भनिएको छ अहिलेको भाषाले भन्नुपर्दा, दिदीबहिनीहरूसँग मस्त उनी नाचिरहेका थिए है, नाच्दै थिए। अनि नाच्दै गरेको व्यक्तिलाई मिकलले हेर्दै गर्दा त्यो कुरा साह्रै नसुहाउँदो देखेको कारणले गर्दा मिकलको चाहिँ मन त्यहाँ जलेको छ। अब अहिलेको भाषाले हेर्नु पर्दाखेरिमा त त्यहाँ अलिकति शङ्काको भुमरी पनि छ। मिकलले यो कुरा गर्दै गर्दाखेरिमा परमेश्वरको वचनले त यहाँ त मिकललाई नै दोषी देखाउँछ, स्वाभाविक हो त्यो कुरा हुन पनि। तर यो मिकलको मनमा लागेको कुरा चाहिँ के हो भन्नुहुन्छ भन्दाखेरिमा दाउदको एकान्तमा अथवा उनको हृदयभित्र भएको जुन प्रकारको स्वभावलाई मिकलले बुझेर नै उनीप्रति गरेको एउटा शङ्काको भुमरी हो यो चाहिँ। अर्थात् दाउद राजा चाहिँ दिदीबहिनीहरूसँग बस्नु अथवा त्यो नाच्नु गाउनु नजिक हुनु उनलाई चाहिँ बढी मनपर्छ भन्ने कुरा चाहिँ मिकलको मनमा हुनुपर्छ। त्यो कुरा चाहिँ मिकललाई थाहा थियो। त्यो कारणले गर्दा उनको भनाइलाई हामीले बुझ्छौँ कि यो इजरायलको राजाको निम्ति आज कस्तो गौरवको दिन भन्दै गर्दा त्यो एउटा ललकारेको हो त्यो चाहिँ है, कुनै साधारण शब्द चाहिँ होइन यो। अनि त्यसले आफ्ना दासीहरूका दृष्टिमा नाङ्गो भनेर आफैलाई ढोटरा जस्तै बनायो भनेर भन्दै गर्दा अनि दाउदको जवाब के आउँछ भन्दाखेरिमा दाउदले मिकललाई जवाब दिए, तिम्रा पिता र उनका घरनाको कसैको सट्टामा
है। सट्टामा मलाई उहाँको प्रजा इजरायलका राजा चुन्नु हुने परमप्रभुको सामुन्ने त्यो गरिएको थियो। यो भनेको के हो त भन्दाखेरिमा यहाँ साधारण देखिए तापनि त्यो तेरो बाउ र मेरो बाउ भन्ने शब्द प्रयोग गरेर झगडा गरेको अवस्था हो यो चाहिँ है। त्यो हो खास कुरा चाहिँ। बाइबलले यहाँ मिलाएर भनेको भए तापनि उनीहरूको बिचको झगडा चाहिँ यस्तो थियो। अनि त्यसो भन्दै गर्दा दाउदले अझै 22 पदमा के थपेको छ भनेर म आफ्नो दृष्टिमा अझै अपमानित बन्नेछु, म गर्छु जे गर्छु, म जस्तो तरिकाले जिउँछु, मेरो आफ्नो इच्छा मेरो आफ्नो मर्जी तैँले भनेर हुन्छ भन्न खोजेको चाहिँ भन्दै गरेको कुरा हो यो चाहिँ। अझै अपमानित बन्नेछु। तर ती दासीहरू, तर ती दिदीबहिनीहरू जो जति छन् जसका विषयमा तिमीले मलाई भन्यौ तिनीहरूले यसको निम्ति मलाई मान गर्नेछन् है। दिदीबहिनीसँग नजिक हुनेको पनि एउटा सीमा क्रस भइसकेको भन्ने चाहिँ मिकलको भनाइ हो त्यो। अब मैले किन ल्याएँ तपाईँलाई यहाँ भन्दै गर्दाखेरिमा दाउद वास्तवमा एक्लै रहँदाको अवस्थामा दाउद भित्र पालेको जुन प्रकारको विचार चाहिँ के थियो भन्दाखेरिमा स्त्री जातिहरूप्रति उसको ध्यान बढी हुने गर्थ्यो भन्ने गर्दा चाहिँ त्यसको एउटा प्रसङ्ग हो कि यो चाहिँ निष्कर्ष हो। त्यसपछि तपाईँलाई म त्यहाँ जान्न होइन, अहिले भ्याउँदिनँ म त्यहाँ जानलाई। त्यसभन्दा पछाडि तपाईँले लेखेर राखेर पढ्न सक्नुहुनेछ। 11 अध्यायमा गएर हेर्दाखेरिमा यही विचार बोकेको कारणले गर्दा ऊ जब एक्लै दरबारमा थियो 11 अध्यायमा सबैजना लडाइँमा गए, ऊ एक्लै दरबारमा बस्दै गर्दाखेरिमा के भयो त भन्दा बत्सेबाले नुहाउँदै गरेको देखि त हिजो नाचेको मात्रै थियो, नजिक भएर त्यो मिकललाई मन नपर्ने ढङ्गले नाचेको थियो। तर आज एक्लै भएर जब त्यो बत्सेबालाई देख्दाखेरि त्यो उसको मनमा जे कुरा उसको एकान्तमा थियो, जुन प्रकारको उसको एकान्तको आज्ञाकारिता थियो, त्यो एकान्तको आज्ञाकारिता मूल्यहीन थियो। त्यसैले गर्दा उसले त्यो पापलाई नकार्न सकेन, उसले स्वीकार्न बाध्य भयो र पापले प्रवेश गरेको छ। बुझ्नुभयो नि? त्यसैले गर्दा हामी वास्तवमा जुन विचार र विश्वास बोकेका छौँ नि त्यो वास्तविकता हामी त्यही हो। मैले पहिलो वचनमा भनेको थिएँ होला कुन दिनमा हो, म यहाँ जसरी खडा भएको छु त्यो चाहिँ वास्तवमा नहुन पनि सक्छु, तर म भित्र वास्तवमा जो हो नि त्यो चाहिँ सत्यमा हो है, सत्यमा हो। त्यसो त हामीले उत्पत्तिको पुस्तकमा गएर हेर्दाखेरिमा हेऱ्यौँ भने पाउन सक्छौँ। 39 अध्यायमा अलिक फास्ट जाँदैछौँ। 39 अध्यायमा अर्को पात्र हामीले पाउँछौँ योसेफ है। त्यो योसेफ भन्ने व्यक्तिको यस्तो प्रकारको गहन प्रकारको कथावस्तु छ उसको जीवनी हामीले हेर्दै गर्दा मैले धेरै पद त्यहाँ पनि पढ्दिनँ, समय हेर्दैछु म। 39 अध्यायको 9 पदमा त्यहाँ योसेफले भनेका छन् कि है, योसेफले भनेका छन् कि 9 पदमा यस घरमा मभन्दा ठुलो कोही छैन है, मभन्दा ठुलो कोही छैन। उहाँले तपाईँ बाहेक भनेको त्यो पोतिफरको श्रीमती भन्दा बाहेक है, तपाईँभन्दा बाहेक अथवा पोतिफरको श्रीमती भन्दा बाहेक सबै कुरा मलाई दिनुभएको छ, किनभने तपाईँ उहाँकी पत्नी हुनुहुन्छ। तब कसरी यस्तो घोर दुष्ट काम गरेर परमेश्वरको विरुद्ध मैले पाप गर्नु? कुरा बुझ्नुभयो? यहाँसम्म कि यतिखेरसम्ममा व्यवस्था पनि आएको थिएन। बुझ्नुहोस् है, व्यवस्था आएको थिएन यतिखेरसम्म, प्रतिज्ञाले काम गर्दै थियो। व्यभिचार गर्नु पाप हो भनेर त व्यवस्थाले भनिदिएको हो, त्यसपछि मात्रै अगाडि आएको। तर त्यतिखेरसम्मको लागि पनि परमेश्वरले दिनुभएको त्यो प्रकारको विश्वासको आधारमा योसेफले भन्दैछन् कि त्यतिखेर पनि दाउदको जस्तो थियो, यसो पनि त्यस्तै अवस्था हो। पोतिफरको श्रीमती भन्दा र योसेफ भन्दा अरू त्यहाँ थिएनन् पनि, त्यतिखेर उसको एकान्तको अवस्था नै हो। तर पनि एकान्तको अवस्थामा पनि योसेफले आफूभित्र भएको जुन प्रकार एकान्तको आज्ञाकारिताले के देख्यो भन्दा यो प्रकारको अपमानजनक काम, पापपूर्ण गतिविधि, परमेश्वरको दृष्टिमा पाप, अनि त्यो मेरो मालिकको विरुद्धमा गर्ने पाप, यो काम चाहिँ मैले गर्नु हुँदैन भन्ने कुरा उनको एकान्तको आज्ञाकारिताले वास्तवमा प्रश्न पारेको कारणले गर्दा उनी त्यहाँबाट भागेका छन्। तपाईँ भन्नुहुन्छ होला फेरि त्यति राम्रै थिएन होला सायद योसेफको श्रीमती, पोतिफरको श्रीमती भन्नुहुन्छ होइन, राम्री नराम्रो बाइबलले भनेको छैन। तर मैले खोज गर्दै गरेर के पाएँ भन्दाखेरिमा त्यो पोतिफरको श्रीमतीको नाम त कहीँ पनि हामीले पाउँदैन बाइबलमा, तर अलिकति गहन अध्ययन गर्दै खोज्दाखेरि हामीले पाउँछौँ त्यो स्त्रीको नाम चाहिँ वास्तवमा जुलैका हो है। मण्डली यो कुरा याद गरिराख्नु होला, त्यो स्त्रीको नाम चाहिँ जुलैका हो। जुलैका भनेको त्यतिखेरको यहुदी भाषाको अर्थअनुसार चाहिँ एउटा आकर्षक, सुन्दरी र अति भनौँ चम्किलो भन्ने अर्थ लाग्छ त्यसबाट चाहिँ। यसको मतलब के हो त, उनको नामले नै प्रश्न पाइन्छ, त्यो नराम्री स्त्री चाहिँ होइन, बाहिरी शारीरिक सुन्दरतामा त्यो राम्रै स्त्री हो, तर उसको चरित्रलाई चाहिँ बाइबलले राम्रो रूपमा चाहिँ लिँदैन धेरै कमाइ पाए। तर योसेफमा भएको त्यो आज्ञाकारिताले चाहिँ, त्यो एकान्तको आज्ञाकारिताले के गर्यो त भन्दाखेरिमा परमेश्वरको वचन अनुसार मैले वास्तवमा यो पाप गर्नु हुँदैन है।
मौका थियो नि त। पापै गर्नु हो भने मौका तले पाएको हो। दाउद राजाले भन्दा ठुलो मौका त उसले पाएको हो। दाउद राजाले कुनै मौका आयो भने आफै गएको। तर योसेफको जीवनमा चाहिँ यो प्रकारको अवस्था हुँदै गर्दाखेरि पनि यदि साँचो रूपमा हामी हृदयमा आत्मिक रूपमा परिपक्व बनिसकेका छौँ भने हामीलाई त्यो कुनै पनि कुराले दास बनाउन सक्दैन है। कुनै पनि कुराले दास बनाउन सक्दैन। दाउद राजाको पनि हामीले राजा बनिसकेर पनि त्यतिखेर समयसम्म उनको पनि आत्मिकतामा परिपक्वताको लाइनमा नआइपुगेको कुरा हामीले बुझ्न सक्छौँ। जब उनको त्यो घटना भयो त्यसपछि अगमवक्ताद्वारा उनले त्यो एउटा चेतावनी पाइसकेपछि पछि गएर अझै हामीले घटनालाई हेर्दै जाँदाखेरिमा त्यस प्रकारको मौका पाउँदा गएछन्। उनले कुनै प्रकारको नराम्रो कामहरू त्यहाँ गरेनन्। फेरि त्यो प्रकारको कामहरू उनले गरेनन् भनेर बाइबलले भन्दछ। त्यतिर हामी नजाउँ पनि। त्यसैले गर्दा यो समयमा आज मण्डलीभित्र तपाईँ र मैले हेर्नु र बुझ्नु हो भनेदेखि तपाईँ मेरो जीवनबाट यो कुरालाई हामीले प्रश्न पार्न सक्छौँ कि हामी भित्रको एकान्तमा हामी कस्तो व्यक्ति छौँ। एकान्तमा हामी साँच्चै नै आज्ञाकारी छौँ भनेदेखि तपाईँ र म विजयी व्यक्ति हो। तपाईँ र म परमेश्वरको राज्यमा वास्तवमा काम गर्ने व्यक्ति नै हो। परमेश्वरले बोलाएर चाहनु भएको जस्तै व्यक्ति आज हामी बन्दैछौँ भन्ने कुराको प्रमाणित तपाईँ र मेरो एकान्तको आज्ञाकारिताले गर्दछ है, गर्दछ। त्यसैले गर्दा हामी अब अन्तमा हेरौँ पहिलो कोरिन्थीको पुस्तक 14 अध्यायको 20 पदलाई हेरेर हामी प्रार्थनामा जानेछौँ। सधैँ प्रार्थनामा है। पहिलो कोरिन्थीको पुस्तक 14 अध्यायको 20 पद है त। 14 अध्यायको 20 पदले भन्दछ, मैले पढ्न चाहे यसमा, भाइ हो सोच विचारमा बालक नहो है। भाइ हो, यसले बहिनीहरू पनि भन्छ, दुइटै हो। भाइ हो सोच विचारमा बालक नहो, खराबीको निम्ति बालक बन, तर सोच विचारमा चाहिँ परिपक्व बन। आमेन। मण्डलीले आज परमेश्वरले यही कुरा भनिराख्नु भएको छ। हामीले के कुरा सोच्दैछौँ त्यो कुरामा हामी सजग हुनु आजको मण्डलीको आवश्यकता हो। जे मनलाई त्यो सोच्नु हामीलाई इजाजत छैन। हामीले जे सोच्छौँ वास्तवमा त्यही चाहिँ हामी हो। हामीले जे सोच्छौँ बढी मात्रामा त्यो काम हामीले गर्छौँ पनि। त्यसैले गर्दा मण्डलीलाई आज परमेश्वरको जीवित वचनद्वारा दिएका आजको वचनको सन्देशको द्वारा सबैजनालाई प्रभुले परमेश्वरमा आशिष दिनुभएको होस्। अब हामी सबैजना उठ्नेछौँ। 2 मिनटको प्रार्थना गरेर हाम्रो प्रोग्रामलाई हामीले स्वागत गर्नेछौँ। आफ्नो हृदयमा भएका अगुवाई अनुसार तपाईँले प्रार्थना गर्न सक्नुहुनेछ। हामी प्रार्थना गरौँ। जीवित शक्तिशाली महान अनुग्रहकारी विश्वासयोग्य परमेश्वर तपाईँ पवित्र प्रभु येशूलाई